जरा एकजना मान्छे आफ्नो भोक मेटाउनका लागि एउटा कूडादानमा गएर चाहिँ आफ्नो भोक मेटाउँछ। त्यहाँबाट छानी-छानी आफ्नो खाना चाहिँ खान्छ। यो अगल-बगलबाट धेरै मान्छेहरू जान्छन् तर कसैले पनि वास्ता गर्दैनन् के। र विदेशको मान्छे भनेको यस्तै हुन्छन्। एउटा भिखारीको ट्याग लिएर पनि त्यसले आफ्नो भोक त मेटाइरहेछ नि। तिनीहरूले एउटा आफ्नो प्रोफेसनल ट्याग लिएर पनि त एउटा अवस्था पनि देखेर पनि तिनीहरूले एउटा केही हेल्प त गर्न सक्थे। भिखारी यो होइन, भिखारी तिनीहरू हुन् जो कि एक छाक देखेर पनि खाउन नसक्ने मान्छे भिखारी हो क्या। र हाम्रो नेपालमा आउनुहोस् यार, पनि भिखारी भेटाउनुहुन्न क्या। भेटाए पनि यति ठुलो मन हुन्छ कि तिनीहरूको होइन। आफू गरिब होस् र आफूतिरको बराबरी पनि होस्, बाँडेर खान्छन् क्या। विदेशमा यस्तै हाम्रो नेपालमा सायद भइदिएको भए सायद आज यो मान्छेले आफ्नो घरमै लिएर पनि खाना खुवाउँथे क्या। हाम्रो नेपाली मान्छेको मन यति ठुलो छ र विदेशमा त्यहाँको नागरिक होस् या बाहिरको नागरिक होस्, नदेखे जस्तो गर्छन् कि जे पोगर मतलब छैन। तर हाम्रो नेपालमा यस्तो कथा पनि हुँदैन क्या। मन धेरै ठुलो छ नेपालीको। र यस्तो मान्छे कहीँ बाटोमा देख्यो भने आफूले जति सक्यो आफूले सहयोग गर्छ क्या।